नमस्कार। यतिखेर म झापाको 12 स्थित यो प्रसुति सेवा केन्द्रदेखि थोरै पश्चिमपट्टि छु। तपाईहरूले मेरो पृष्ठभूमिमा एउटा बोर्ड देखिरहनु भएको छ। त्यो बोर्डमा के लेखिएको छ त भन्दाखेरि शून्य खनजोत प्रविधि मार्फत चाहिँ कसरी मकै खेती गर्न सकिन्छ भन्ने कुराको यसमा जानकारी गराइएको छ। 12 6 निवासी एकजना किसान हुनुहुन्छ। किसानको नाम रहेको छ टङ्कप्रसाद कणरिया। टङ्कप्रसाद कणरियाले चाहिँ 5 कट्ठा क्षेत्रफलमा चाहिँ यो मकै खेती लगाउनु भएको छ बिना खनजोत। खास गरी यो चाहिँ कसले आयोजना गर्यो भन्दाखेरि देख्न सक्नुहुन्छ कृषि ज्ञान केन्द्र झापा कोशी प्रदेशको आयोजनामा 12 गाउँपालिकाको समन्वयमा चाहिँ यो प्रविधि अपनाइएको छ। तपाईहरूलाई सुन्दाखेरि अनौठो लाग्न सक्छ, बिना खनजोत पनि कसरी मकै उत्पादन हुन सक्ला र भनेर। तर हामीले तुलनात्मक रूपमा यसको अध्ययन गर्दाखेरि यहाँ फिल्डमै आएर हेर्दाखेरि चाहिँ खनजोत गरेर लगाएको मकै भन्दा बिना खनजोतको मकै चाहिँ अलिक बढी हरियो, अलिक बढी फस्टाएको पनि देखेका छौँ। त्यो कुरा पनि यही भिडियो मार्फत हामीले राखेका छौँ। र खास गरी यहाँ केही महत्त्वपूर्ण जानकारीहरू छ। यसमा प्रयोग भएको मेसिन चाहिँ जिरो टिल सीड ड्रिल मेसिन प्रयोग भएको छ। भिडियोलाई हामी अलिकति तपाईहरूले पढ्न सक्ने गरी पनि राखिदिनेछौँ। अब हेरौँ है त कस्तो छ त बिना खनजोतको मकै। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ बिना खनजोतको मकैको बिरुवा। ल हेर्नुहोस्, यति हरियो, यति राम्रो छ। यो चाहिँ खनजोत नगरिकन लगाएको चाहिँ मकै। तर खनजोत गरेर लगाएको मकै चाहिँ यहाँ हेर्दाखेरि खास गरी बिरुवै भेट्न चाहिँ गाह्रो भइरहेको छ। हेर्नुहोस्, अब यहाँ जति बिरुवा छ त्यो बिरुवा पनि अत्यन्तै सानो जस्तो देखिन्छ। तर तपाईँको यो बिना खनजोतको चाहिँ फेरि यस्तो राम्रो चाहिँ यहाँ देख्न सकिन्छ। धेरै यहाँ धानका बुट्टाहरू भएको कारणले गर्दाखेरि पनि तपाईँहरूलाई देख्न गाह्रो होला। तर तुलनात्मक रूपमा हामीले स्थलगतबाट चाहिँ के पायौँ भने खनजोत गरेर लगाएको मकै भन्दा चाहिँ यो बिना खनजोतको चाहिँ राम्रो देखिएको छ। हेरौँ अब यसको उत्पादन दर पछि कम्प्लिट रूपमा के कस्तो हुन्छ त्यो पनि हामी तपाईँहरूलाई प्रस्तुत गर्नेछौँ। तपाईँहरू देख्न सक्नुहुन्छ फेरि पनि हामी अर्को यो कृषि क्षेत्रमा आइपुगेका छौँ। शून्य खनजोत प्रविधिबाट चाहिँ मकै उत्पादन गर्नुहुने चम्पा तिवारी हुनुहुन्छ, 12 6 निवासी। हामीले किसानहरूसँगै प्रत्यक्ष भेटेर कुराकानी गर्ने सोचाइ पनि बनाएका थियौँ। तर विशेष कारणले कतिपयको फोन नलाग्ने, कतिपयको घरमा नहुनु भएको कारणले पनि कुराकानी गर्न सकेनौँ। यद्यपि बिना खनजोत पनि यसरी मकै उत्पादन गर्न सकिने रहेछ भनेर जुन यो एउटा प्रविधिको प्रयोग गरिएको छ, सम्भवतः यसलाई एउटा परीक्षणको रूपमा पनि हेरिनेछ। कृषि ज्ञान केन्द्र झापा कोशी प्रदेशको आयोजनामा 12 गाउँपालिकाले चाहिँ केही किसानलाई लक्षित गरेर यो कार्यक्रम बनाएको छ। खास गरी यसको प्रभावकारिता, यसका उत्पादनका कुराहरू, यसले भोलि किसानमा दिने सकारात्मक फाइदाका कुराहरू हामी पक्कै पनि तपाईँहरूलाई सेयर गर्दै नै जानेछौँ। अब हेरौँ है त उहाँले बिना खनजोत लगाउनु भएको मकै कस्तो छ त। यहाँ चाहिँ ठ्याक्क तपाईँहरू देख्न सक्नुहुन्छ यसरी पहिले चाहिँ यसमा धान लगाइएको थियो। धानलाई चाहिँ काटिसके पछाडि बिना खनजोत गरेर चाहिँ यहाँ चाहिँ मकैका दाना छरिएको थियो र अहिले चाहिँ यस्तो राम्रो हरियो भएर आएको छ। कुनै मल प्रयोग गरेर उत्पादन भए जस्तो देखिने यो निकै नै अचम्म लाग्ने कुरा छ। खास गरी अब यो बिरुवा त राम्रो भएर आइरहेको छ होइन, पछिसम्म यो कतिको स्थिर भएर रहन सक्छ, यसमा चाहिँ रोग प्रतिरोधात्मक क्षमता कस्तो रहन्छ, उत्पादनका कुराहरू कस्तो रहन्छ भन्ने बारेमा चाहिँ हामीले फेरि पछि यसबाट चाहिँ मकै उत्पादन आइसके पछाडि हामी हजुरहरूलाई जानकारी गराउनेछौँ। यहाँ चाहिँ 5 कट्ठा क्षेत्रफलमा चाहिँ यो लगाइएको छ। तपाईँहरूलाई मैले जानकारी गराएँ। आज हामीले चाहिँ 12 6 का 2 जना किसानहरूले शून्य खनजोत प्रविधि मार्फत लगाउनु भएको मकै खेतीको भिडियो प्रस्तुत गऱ्यौँ। खास गरी सामान्य विषयवस्तु त आइरहेका हुन्छन्, तर केही फरक विषयवस्तु चाहिँ तपाईँहरू समक्ष ल्याउँ भनेर हामीले प्रयास गरेका छौँ। हाम्रो यो प्रयासलाई चाहिँ हौसला स्वरूप सेयर पनि गरिदिनु होला र
अर्को पटक यसको उपलब्धि अथवा मकै उत्पादन भइसके पछाडिको फलोअप भिडियो पनि तपाईँहरूलाई हामी प्रस्तुत गर्नेछौँ। हामी सँगै रहनुहोला र भिडियोलाई चाहिँ सेयर गरिदिनु होला, ताकि यो सेयरले चाहिँ अन्य किसानलाई पनि यसरी उत्पादन गर्न सकिने रहेछ भन्ने चाहिँ एउटा सन्देश प्रवाह हुनेछ।